आज हाम्रो पढ्ने टपिक रहेको छ नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ 200 एनएसए 200 एसए 200 यो मैले युज गरिरहेको मेटेरियल चाहिँ नेपाल एकाउन्ट अडिटिङ स्ट्यान्डर्ड्स इस्यु कसले गर्छ त थाहा छ हजुरहरूलाई यो गर्ने भनेको एउटा अथोरिटी छ अडिटिङ स्ट्यान्डर्ड बोर्ड त्यो अडिटिङ स्ट्यान्डर्ड बोर्डले इस्यु गरेको बियर स्ट्यान्डर्ड हो यो चाहिँ मैले बियर स्ट्यान्डर्डबाट पढाउनुको एउटा कारण चाहिँ के हो भन्दा हाम्रो समरी हेर्ने बुक हेर्ने चलनले गर्दा हामीले बियर लहरूमा बियर ल एक्टहरू हेर्ने अनि अडिटहरूमा बियर स्ट्यान्डर्डहरू अनि एकाउन्टिङहरूमा बियर एकाउन्टिङ स्ट्यान्डर्डहरू बियर एकाउन्टिङ स्ट्यान्डर्डहरू हेर्ने अनि रिसर्च मेटेरियलहरू हेर्ने हाम्रो त्यो अलिक कमजोर हुन जान्छ क्या त्यो बुकबाट मात्र हेर्दा त्यही भएर मैले चाहिँ अहिले पुरै यो स्ट्यान्डर्ड पढाउन चाहिँ यसबाट पढाउँछु तर एकदमै सजिलो स्ट्यान्डर्ड छ त्यही भएर यसलाई लगभग एकपटक हजुरले राम्ररी पढ्नुभयो भने 6-7 म्याक्सिमम् 8 मिनटमा यसको रिभिजन कम्प्लिट हुन्छ हो त्यो रिभिजनको लागि चाहिँ मैले हजुरहरूलाई एउटा समरी नोट बनाएर पठाउँछु नत्र हजुरहरूलाई मैले सेयर गरौँलाई एउटा बजारमा पनि जति भने त्यति समरी त जति भन्यो त्यति फ्लो भएको छ सबैले समरी जाने समरीबाट नपुग्ने होइन स्ट्यान्डर्डलाई यो स्ट्यान्डर्डलाई पुग्न पुग्छ तर के हुन्छ भन्दा एकपटक हजुरले बियर स्ट्यान्डर्ड पनि हेर्नु कि कसरी लेखेको हुन्छ के लेखेको हुन्छ अरू स्ट्यान्डर्ड यसपछि त अरू स्ट्यान्डर्ड आउँदैछ नि त हो त्यहाँ गएपछि हजुरहरूलाई चाहिँ त्यति गाह्रो नहोस् कि हेर्ने बानी परिसकियोस् त्यही भएर सजिलो स्ट्यान्डर्ड चाहिँ मैले बियर स्ट्यान्डर्डबाटै सुरु गर्नु खोजेको यसपछि चाहिँ हामीले मेटेरियलहरू पनि बनाउँदै जान्छौँ यसमा चाहिँ हजुरले पहिला आफै मेटेरियल बनाउनु र यदि पछि एउटा समरी नोट समरी स्ट्यान्डर्डको समरी चाहिँ मैले अपलोड गर्नेछु हेर्नु होला ल हामी स्ट्यान्डर्डतिर फर्कौँ नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ 200 एनएसए 200 यसको नाम के हो त ओभरअल अब्जेक्टिभ्स अफ द इन्डिपेन्डेन्ट अडिटरको ओभरअल अब्जेक्टिभ के हो अडिटरको अब्जेक्टिभ के हो एन्ड तथा the conduct of an audit in accordance with नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ कन्डक्ट अफ एन अडिट कसरी गर्ने त भन्दा इन अकर्डेन्स विथ नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ को अनुसार अडिट गर्ने इन्डिपेन्डेन्ट अडिटरको अब्जेक्टिभ के हुने तथा अडिट चाहिँ कसरी गर्ने त भन्दा नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ अनुसार गर्ने भने चाहिँ एनएसए 200को अफिसियल नेम है यो चाहिँ यो हो यसबाट मैले बियर स्ट्यान्डर्डबाट पढाउनुको एउटा यो पनि फाइदा के हुनेछ भन्दा हजुरको यो चाहिँ स्ट्यान्डर्ड यो त बियर स्ट्यान्डर्ड हो यहीँ हजुरले नाम देख्नुभयो हो यसको अफिसियल नाम नै यो सर्टकट समरी बनाउने चक्करमा कसैले यसको नाम समेत समरी बनाएको हुन्छ कसैले समरीमा पढेको हुन्छ कसैले ओभरअल अब्जेक्टिभ्स एनएससी 200 ओभरअल अब्जेक्टिभ्स मात्र भन्छ तर यसको अफिसियल नाम नै हो नाम के हो त ओभरअल अब्जेक्टिभ्स अफ द इन्डिपेन्डेन्ट अडिटर एन्ड द कन्डक्ट अफ एन अडिट इन अकोर्डेन्स विथ नेपाल स्ट्यान्डर्ड्स अन अडिटिङ यसको अफिसियल नाम हो यो कहिले के हुने त भन्दा इफेक्टिभ फर अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट्स फर पिरियड्स बिगिनिङ अन ओर आफ्टर राउन्ड 1/2081 फर भोलिन्टरी कम्प्लायन्स साउन 1/2081देखि भोलिन्टरी कम्प्लायन्स र साउन 1/2082देखि म्यान्डेटरी कम्प्लायन्स हुन्छ हो कन्टेन्ट यो चाहिँ ध्यान दिएर हेर्नु है त कन्टेन्ट यसमा के छ भन्दा एउटा इन्ट्रोडक्सन भयो इन्ट्रोडक्सनभित्र 3टा कुरा भयो स्कोप अफ दिस एनएसए यो एनएसएको स्कोप के हुने अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट्स र इफेक्टिभ डेट अनि अर्को नेक्स्टमा ओभरअल अब्जेक्टिभ्स अफ द अडिटर यहाँ टपिकमा नाम के अरे हेडिङमै नाम थियो ओभरअल अब्जेक्टिभ्स अफ एन अडिटर डेफिनेसन्सहरू यो स्ट्यान्डर्डभित्र भएका डेफिनेसन्सहरूको कुरा भयो रिक्वायरमेन्ट्स यो हेर्नु है रिक्वायरमेन्ट्सभित्र 5वटा कुरा गरेको छ यो पनि एउटा हजुरले नोट बनाउँदा यो पनि टिप्नु होला रिक्वायरमेन्ट्समा 5वटा चिज के हो भन्दा एथिकल रिक्वायरमेन्ट्स रिलेटिङ टु अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट्स अनि प्रोफेसनल स्केप्टिसिजम
अनि प्रोफेसनल जजमेन्ट, अनि सफिसियन्ट एप्रोप्रिएट अडिट एभिडेन्स एन्ड अडिट रिस्क, अनि कन्डक्ट अफ एन अडिट इन अकर्डेन्स विथ एनएसएज। ल भन्नु त पाँचवटा रिक्वायरमेन्ट के रहेछ? एथिकल रिक्वायरमेन्ट्स, प्रोफेसनल स्केप्टिसिजम, प्रोफेसनल जजमेन्ट, सफिसियन्ट एप्रोप्रिएट अडिट एभिडेन्स एन्ड अडिट रिस्क, अनि कन्डक्ट अफ एन अडिट इन अकर्डेन्स विथ एनएसएज। अनि समरीमा यो चिज पनि धेरै मिस हुनसक्छ। एप्लिकेसन एन्ड अदर एक्सप्लेनेटरी मेटेरियल्स, यो स्ट्यान्डर्ड अडिटिङ लेख्ने यो तरिका हुन्छ, यो यहाँसम्म हाम्रो स्ट्यान्डर्ड भयो होइन। अनि त्यो जुन स्ट्यान्डर्डको यो यो जुन स्ट्यान्डर्ड छ त्यसको एप्लिकेसन मेटेरियल भनेर त्यसैमा ए हो, ए सिरिज पब्लिस गरेको हुन्छ क्या हो। यो पनि स्ट्यान्डर्डकै पार्ट हो। यो चाहिँ कहिले पनि स्ट्यान्डर्ड सम्बन्धी पढ्दा यो कुरा मिस गर्नु भएन। एप्लिकेसन मेटेरियलभित्र के राखेको रहेछ भन्दा एन अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट, यो अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट यहाँ छ, यो मेन भयो। अनि यसको एक्सप्लेनेटरी मेटेरियल यहाँ छ, यो अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट, डेफिनेसन्स, एथिकल रिक्वायरमेन्ट्स रिलेटिङ टु अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट, एथिकल रिक्वायरमेन्ट्सको डिस्क्राइब गर्छ। प्रोफेसनल स्केप्टिसिजम, यहाँ प्रोफेसनल स्केप्टिसिजम भनेको के हो भन्छ होइन। अनि यहाँ गएर के गर्छ, एक्सप्लेनेटरी मेटेरियल हुन्छ। यो प्रोफेसनल स्केप्टिसिजम पढ्दा यो अडिटिङ क्षेत्रको सबैभन्दा एकदमै इम्पोर्टेन्ट पोइन्ट हो, एकदमै इम्पोर्टेन्ट। अडिटरको लागि सबैभन्दा इम्पोर्टेन्ट के छ भन्दा एथिकल रिक्वायरमेन्ट्स र प्रोफेसनल स्केप्टिसिजम, यिनी प्रोफेसनल जजमेन्ट, यिनीहरू भनेको एकदमै इम्पोर्टेन्ट, अडिट फिल्डमा एकदमै इम्पोर्टेन्ट हुन्छ हो। यो जुन प्रोफेसनल स्केप्टिसिजम हुन्छ यो त एकदमै जहाँ तकै एप्लाई गर्नुपर्ने हुन्छ। त्यही भएर प्रोफेसनल स्किम एकदमै इम्पोर्टेन्ट छ। यो पढ्दा कहिले पनि यहाँ मात्रबाट पढ्नुभयो भने हजुरले कहिले पनि यो पुरा हुन सक्दैन प्रोफेसनल स्क्रिप्ट। जहिले पनि प्रोफेसनल स्क्रिप्टिसिजम पढ्दा यो, अनि यहाँ एप्लिकेसन मेटेरियलभित्र गएर हेर्नु होला। अनि प्रोफेसनल स्क्रिप्टिसिजम एनएसए 240 कतिको पढ्दैछौँ हामीले भन्दा एनएसए 200 पढ्दैछौँ। एनएसए 240मा पनि यसको बारेमा डिस्क्राइब गरेको छ हो। त्यो यदि तिनवटा मिक्स गरेर पढ्नुभयो भने बल्ल जहिले पनि प्रोफेसनल स्क्रिप्टिसिजम पुरा हुनसक्छ, पुरा हुन्छ। नत्र जहिले पनि आधा अधुरो हुन्छ यसको कन्सेप्ट। प्रोफेसनल जजमेन्ट, एक्सप्लेनेटरी, यहाँ गएर एक्सप्लेनेसन गरेको छ। अनि सफिसियन्ट एप्रोप्रिएट अडिट एभिडेन्स एन्ड अडिट रिस्क, कन्डक्ट अफ एन अडिट इन अकर्डेन्स विथ एनएसएज। ए ल अलि फास्ट फास्ट पनि जाम, धेरै ढिलो यस्तो गर्ने अनि फेरि 3 घन्टामा सकिएला। त्यहाँबाट हजुरले पज गर्दै यो बिहार पनि पढ्न सक्नुहुन्छ। र यसबाट नोट नभए यसबाट छोटो छोटो तरिकामा फास्ट फास्ट पढाउँछु। यसबाट नोट बनाउनु होला अनि समरी हेरेर समरीमा पढ्नु होला। यो चाहिँ हजुरहरूको लागि इन्फर्मेसन भिडियो, अलिक डिटेल भिडियो भयो। इन्ट्रोडक्सनमा स्कोप अफ दिस एनएसए, स्कोप दुईवटा छ, एनएसए 200को स्कोप दुईवटा छ। के त भन्दा एउटा छ हाम्रो ओभरअल अब्जेक्टिभ्स अफ इन्डिपेन्डेन्ट अडिटर। इन्डिपेन्डेन्ट अडिटरको अब्जेक्टिभ के हुने, ओभरअल अब्जेक्टिभ्स अफ इन्डिपेन्डेन्ट अडिटर। दोस्रोमा NSAs are written in the context of audit of financial statements by auditor. They are to be adopted as necessary in the circumstances when applied to the audit of financial of other historical financial information. भनेको अडिट इन अकर्डेन्स विथ एनएसएज अनुसार अडिट गर्ने दुईवटा स्कोप। यो नाममै थियो, ओभरअल अब्जेक्टिभ्स अफ द इन्डिपेन्डेन्ट अडिटर, कन्डक्ट अफ एन अडिट इन अकर्डेन्स विथ एनएसएज। नाम पनि सही छ, अब स्कोपमा पनि त्यही छ। अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट, अडिट अफ फाइनेन्सियल स्टेटमेन्टमा के हो त, पर्पस के हो त, पर्पस अफ अडिट के हो भन्दा इन्हान्स द डिग्री अफ कन्फिडेन्स अफ द इन्टेन्डेड युजर्स, इन्टेन्डेड युजर्सको डिग्री अफ कन्फिडेन्स बढाउने। कसरी बढ्छ त भन्दा दिस इज एचिभ्ड बाई द एक्सप्रेसन अफ एन ओपिनियन बाई द अडिटर। अडिटरको काम के हो, एक्सप्रेसन अफ एन ओपिनियन एक्सप्रेस गर्नु, त्यो अडिटरको अब्जेक्टिभ हो।
NSAs require the auditor to obtain reasonable assurance. अडिटर अडिटरको अब्जेक्ट के हो त भन्दा रिजनेबल एसुरेन्स दिने हो अबाउट के को बारेमा whether the financial statement as a whole are free from material misstatement, whether due to error or fraud. एकदम इम्पोर्टेन्ट के हो त भन्दा NSAs require the auditor to obtain reasonable assurance about whether the financial statement as a whole are free from material misstatements, whether due to error or fraud. रिजनेबल एसुरेन्स प्रोभाइड गर्ने हो क्या रिजनेबल एसुरेन्स भनेको के हो हाई लेभल अफ एसुरेन्स अनि रिजनेबल एसुरेन्स कसरी obtain गर्ने त भन्दा it is obtained when the auditor has obtained sufficient appropriate audit evidence to reduce audit risk घट्छ sufficient appropriate audit evidence obtain गर्ने sufficient appropriate audit evidence obtain गरेपछि audit risk घट्छ अनि रिजनेबल एसुरेन्स दिन सकिन्छ रिजनेबल एसुरेन्स दिन सकिन्छ इफेक्टिभ डेट भइसकेको छ ओभरअल अब्जेक्टिभ्स भर्खरै पनि कुरा भयो दुईवटा के भन्दा एउटा के छ टु obtain reasonable assurance about whether the financial statement as a whole are free from material misstatements, whether due to error or fraud. Reasonable assurance obtain गर्ने about whether the financial statement as a whole are free from material misstatement. मिसस्टेटमेन्ट मात्र हो मिसस्टेटमेन्ट फाइनेन्सियल स्टेटमेन्ट मिसस्टेटमेन्टबाट मुक्त छ भनेर अडिटरले रिपोर्ट दिने हो त भनेर मैले एउटा क्वेसन सोधेँ भने हजुरले के भन्नुहुन्छ रङ होइन हामीलाई सबै मिसस्टेटमेन्टसँग सरकार छैन हामीलाई केसँग अडिटरलाई केसँग सरकार छ त भन्दा मेटेरियल मिसस्टेटमेन्टसँग त्यो मेटेरियल मिसस्टेटमेन्ट फ्रडको कारणले होस् या एररको कारणले होस् मतलब भएन मेटेरियल छ भने मिसस्टेटमेन्ट हो र मेटेरियल छ भने अडिटरका लागि त्यो कुरा रेलेभेन्ट भयो क्या thereby enabling the auditor to express an opinion on whether the financial statement is prepared in all material aspects in accordance with applicable financial reporting framework. Applicable financial reporting framework अनुसार फाइनेन्सियल छ कि छैन यो अडिटर अब्जेक्टिभ नम्बर 1 यो अडिटरको अब्जेक्टिभ यो हो मेन अब्जेक्टिभ अनि यति काम गरेपछि अडिटरले गर्ने के हो त भन्दा रिपोर्ट दिने टु रिपोर्ट अन द फाइनेन्सियल स्टेटमेन्ट्स एन्ड कम्युनिकेट एज रिक्वायर्ड बाई एनएसएज इन अकर्डेन्स विथ द अडिटर्स फाइन्डिङ कम्युनिकेट गर्ने कम्युनिकेसन रिपोर्टिङ एन्ड कम्युनिकेसन गर्ने रिपोर्टिङ एन्ड कम्युनिकेसन एज रिक्वायर्ड बाई एनएसएज के छन् कुनै हजुरलाई थाहा छ त एनएसएजले अरू एनएसएहरूले के रिक्वायर गरेको छ कम्युनिकेसनको लागि एनएसए 260 265 सुन्नुभएको होला रिपोर्ट कम्युनिकेसन विथ टिसिडब्ल्युजी एन्ड म्यानेजमेन्टको कुरा गरेको छ अनि एनएसए 700 सिरिज 700 ओपिनियन दिने रिपोर्टिङ गर्ने कसरी रिपोर्ट दिने के ओपिनियन गर्ने स्टेक होल्डरलाई रिपोर्ट दिने हो त्यो चाहिँ रिपोर्ट एक्सटर्नल रिपोर्ट यिनीहरू छ डेफिनेसन जाउँ अलि छिटो जाउँ एप्लिकल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क भनेको के हो फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क एडप्टेड बाई म्यानेजमेन्ट एन्ड वेयर एप्रोप्रिएट टिसिडब्ल्युजी in the preparation of the financial statements that is acceptable in view of nature of the entity and the objective of financial statements or that is required by law or regulation ले रिक्वायर गरेको र अब्जेक्टिभ नेचर अफ द एन्टिटी र अब्जेक्टिभ अफ फाइनेन्सियल स्टेटमेन्ट चाहिँ ले एक्सेप्टेबल भएछ भने त्यो कुरा त्यो एडप्ट कसले गर्छ त म्यानेजमेन्टले र कुनै संस्थाहरूमा टिसिडब्ल्युजीले के को लागि फाइनेन्सियल स्टेटमेन्ट प्रिपेयर गर्नको लागि त्यो भनिन्छ एप्लिकेबल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क नै हो त्यो एन्टिटी अनुसार र ल एन्ड एप्लिकेबल ल एन्ड रेगुलेसन अनुसार कुन फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क ठिक छ त हो त्यसलाई एप्लिकेबल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क भनिन्छ अनि अडिट एभिडेन्स भनेको information used by the auditor in arriving at the conclusion
अडिटरले आफ्नो कन्क्लुजन फर्म गर्नका लागि जुन इन्फर्मेसनहरू युज गर्छ उसले त्यसलाई अडिट एभिडेन्स भनिन्छ। अडिट एभिडेन्स हामीले एनएसए 500 मा डिटेलमा पढ्छौँ। एनएसए 500 को नामै छ अडिट एभिडेन्स। त्यहाँ हामीले डिटेलमा पढ्छौँ। दुईवटा हुन्छ, सफिसियन्सी अफ अडिट एभिडेन्स, एप्रोप्रिएटनेस अफ अडिट एभिडेन्स। अहिले के बुझ्नुहोस् भन्दा सफिसियन्सी अफ अडिट एभिडेन्स भनेको क्वान्टिटी अफ अडिट एभिडेन्स र एप्रोप्रिएटनेस अफ अडिट एभिडेन्स भनेको क्वालिटी अफ अडिट एभिडेन्स। क्वान्टिटी र क्वालिटीलाई कसरी असर पर्छ भने डिटेलमा चाहिँ एनएसए 500मा हामीले पढाउँदा। अडिट रिस्क, अडिट रिस्क भनेको के हो? दि रिस्क द्याट दि अडिटर एक्सप्रेस एन इनएप्रोप्रिएट अडिट ओपिनियन भनेको एउटा यस्तो किसिमको रिस्क हो जहाँ अडिटरले गलत अडिट ओपिनियन दिन सक्छ क्या, त्यो भनेको अडिट रिस्क। तर एउटा एउटा युजली मिस्टेक हुने कुरा एउटा छ है, के हिसाब किताब मानौँ ठिक छैन, अडिटरले ठिक छ भन्नु त रिक्स हो। अडिटरले ठिक छ भने हो, हिसाब किताब ठिक छ मानौँ, अडिटरले ठिक छैन भन्नु त्यो रिक्स हो। यहाँ फेरि पढौँ है एकपटक। दि रिक्स द्याट दि अडिटर एक्सप्रेस एन इनअप्रोप्रिएट अडिट एभिडेन्स अडिट ओपिनियन। यति पढ्दा त त्यही मैले जुन दुइटा केस भने ठिक नभएकोलाई ठिक छ भन्ने हो, ठिक भएकोलाई ठिक छैन भन्ने हो। त्यो दुइटैलाई अडिट रिस्क जस्तो मानियो सुनियो यति पढ्दा त। तर त्यस्तो हुँदैन है, हेर्नुहोस्। when the financial statements are materially misstated, फाइनेन्सियल स्टेटमेन्टमा मिसस्टेटमेन्ट छ तर अडिटरले ठिक छ भन्यो भने त अडिट रिस्क छ क्या। अर्को केसलाई चाहिँ किन फालेको होला, यो कुरा बुझ्नुभयो? अर्को केसलाई फाल्नुको कारण एउटा के छ भन्दा यदि कम्पनीको फाइनेन्सियल स्टेटमेन्ट एकदम ठिक छ, अडिटर गरेर ठिक छैन भन्यो भने त्यो अडिट हामीले पढिसक्यौँ। अडिट एभिडेन्सले सफिसियन्ट एप्रोप्रिएट अडिट एभिडेन्स ग्यादर गरेपछि त्यसको आधारमा बल्ल अडिट ओपिनियन फर्म गर्ने हो अडिटरले। भने यदि त्यहाँ गएर कुनै कम्पनीमा कुनै संस्थामा गएर हजुरको फाइनेन्सियल स्टेटमेन्ट ठिक छैन भनेर ओपिनियन फर्म गर्नु भने त्यहाँ अडिट एभिडेन्सले सपोर्ट गर्ला त? त्यो गर्दैन। किन भन्दा त्यहाँको सब ठिक छ, हिसाब किताब त्यहाँ ठिक छ नि त एक्चुअलमा, ठिक छैन भन्दा त्यो सपोर्ट गर्दैन। ल कुनै कहिलेकाहीँ एभिडेन्सले सपोर्ट गर्ला अनि हामीले कम्युनिकेसन गर्छौँ म्यानेजमेन्ट र टिचरसँग। हामीले कुनै कुनै चिज हामीलाई पनि गडबड लागेको हुनसक्छ तर एक्चुअलमा गडबड नभएको हुनसक्छ नि त। अनि म्यानेजमेन्टले भन्दैन यो कुरा हजुरहरूले गलत एनालाइसिस गर्न यो यस्तो हो है भनेर, अनि हामीले त्यो कुरालाई फेरि चेक गर्छौँ, हेर्दा त ठिक भएको हुन्छ। किन भन्दा एक्चुअलमा त ठिक छ नि त हिसाब किताब। भनेपछि अर्को केस हुँदैन क्या। के हुनसक्छ भन्दा गलत छ फाइनेन्सियल मेटेरियल मिस्टेट छ फाइनेन्सियल स्टेटमेन्ट तर अडिटरले गएर ठिक छ भनिदियो, त्यो चाहिँ रिस्क हुन्छ। ठिक छ भन्यो भने किन ठिक छ भन्दा हाम्रो त गलत छ भने त म्यानेजमेन्ट नआउला नि, त्यो केस फेरि अरू हुन्छ हो। त्यही भएर अडिट रिस्कलाई मेन यो राखेको। अडिट रिस्क इज द फङ्सन अफ रिस्क अफ मेटेरियल मिस्टेटमेन्ट एन्ड डिटेक्सन रिस्क। अडिट रिस्क भनेको रिस्क अफ मेटेरियल मिस्टेटमेन्ट आरओएमएम भन्छौँ। आरओएमएम इन्टु डिआर भनेको एआर इक्वल टु रोमम इन्टु डिआर। रोमम भनेको चाहिँ के हुन्छ भन्दा सिआर इन्टु डिआर हुन्छ, आइआर इन्टु सिआर हुन्छ। इनहेरेन्ट रिस्क इन्टु कन्ट्रोल रिस्क। मैले अडिट रिस्कलाई एउटा यो इक्जाम्पल सहित गरेर एउटा भिडियो राखिदिन्छु, त्यो हेर्नु होला। अहिले चाहिँ सर्टकटमा जाऊँ। के भन्दा अडिट रिस्क भनेको इनहेरेन्ट रिस्क आइआर, कन्ट्रोल रिस्क सिआर र डिटेक्सन रिस्क डिआर। आइआर इन्टु सिआर इन्टु डिआर तिनवटैको कम्बिनेसन भनेको अडिट रिस्क छ। अडिटर त भइहाल्यो। दि पर्सन कन्डक्टिङ इन दि अडिट। डिटेक्सन रिस्क भनेको के हो त? अनि अघि भन्यौँ हामीले अडिट रिस्क भनेको रोमम इन्टु डिआर हो। डिआर भनेको के हो त भन्दा दि रिस्क द्याट प्रोसिजर्स पर्फर्म बाई द अडिटर टु रिड्युस अडिट रिस्क टु एन एक्सेप्टेबली लो लेभल विल नट डिटेक्ट अ मिसस्टेटमेन्ट। अडिटरले एउटा प्रोसिजर लगायो चेक गर्नलाई, अनि त्यो प्रोसिजरले कामै गरेन क्या, भनेको डिटेक्ट मिसस्टेटमेन्ट पत्ता लगाउनै सकेन, त्यो भनेको डिआर हो। फाइनेन्सियल स्टेटमेन्ट भइहाल्यो। स्ट्रक्चर्ड रिप्रेजेन्टेसन अफ हिस्टोरिकल फाइनेन्सियल इन्फर्मेसन इन्क्लुडिङ डिस्क्लोजरहरू पनि हो।
हिस्टोरिकल फाइनेन्सियल इन्फर्मेसन भइहाल्यो इन्फर्मेसन एक्सप्रेस्ड इन द फाइनेन्सियल टर्म्स इन रिलेसन टु अ पर्टिकुलर एन्टिटी म्यानेजमेन्ट म्यानेजमेन्ट भनेको के हो त भन्दा दि पर्सन विथ एक्जिक्युटिभ रेस्पोन्सिबिलिटी भनेको डे टु डे काम गर्नलाई रेस्पोन्सिबिलिटी छ त संस्थाको भने त्यसलाई म्यानेजमेन्ट भनिन्छ भने यसै मैले थपिहाल्ने टिसिडब्ल्यू भनेको चाहिँ के हो त टिसिडब्ल्युजी भनेको चाहिँ ओभरसाइट अथोरिटी हो टिसिडब्ल्युजी ओभरसाइट अथोरिटी उनीहरूले ओभरसाइट गर्ने हो उनीहरूले म्यानेजमेन्टको काम हेर्छन् काम गर्ने म्यानेजमेन्टले हो त्यसलाई हेर्ने टिसिडब्ल्युजी हो संस्थामा मिस स्टेटमेन्ट हो यो इम्पोर्टेन्ट छ हेर्नुलाई मिस स्टेटमेन्ट भनेको के हो अ डिफरेन्स बिट्विन दि एसिडिपी भनेको एमाउन्ट क्लासिफिकेसन डिस्क्लोजर एन्ड प्रेजेन्टेसन डिफरेन्स बिट्विन एसिडिपी अफ अ रिपोर्टेड फाइनेन्सियल स्टेटमेन्ट रिपोर्ट गरेको फाइनेन्सियल स्टेटमेन्टमा भएको एसिडिपी र amount classification presentation or disclosure ACTP that's required for the item in accordance with applicable financial reporting framework एप्लिकल फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क अनुसार एसिडिपी के हुन पर्थ्यो र रिपोर्टेड गरेर जुन फाइनेन्सियल स्टेटमेन्ट संस्थाले रिपोर्ट गरेछ त्यसमा एसिडिपी के छ त त्यसको डिफ्रेन्स फरक नै मिस स्टेटमेन्ट हुन जान्छ अनि अनि हामी जान्छौँ यिनी कुराहरू चाहिँ हामी यो प्रि रिक्वायरमेन्ट फर द अडिटको कुरा छ यिनीहरू हामी अर्कोमा पर्छौँ यो अहिले हजुरले यहाँ पनि हेर्नु होला एकपटक भिडियो पज गरेर हामी अर्को एनएसएमा पर्छौँ किन भन्दा एक एक जाँदा चाहिँ अलिक ढिला भयो अनि हामी हुन्छ प्रोफेसनल जजमेन्ट जजमेन्ट भनेको के हो दि एकदम राम्रो हेर्नु है दि एप्लिकेसन अफ रेलेभेन्ट ट्रेनिङ नलेज र एक्सपिरियन्स रेलेभेन्ट ट्रेनिङ नलेज र एक्सपिरियन्सलाई एप्लिकेबल गर्ने विथिन द कन्टेक्स्ट provided by auditing, accounting, and ethical standards in making informed decisions about the courses of action that are appropriate in the circumstances of the audit judgment हामीले जुन ट्रेनिङहरू नलेज र एक्सपिरियन्सहरू हुन्छ हो त्यसलाई एप्लाई गर्ने कि अडिटमा हो त्यो भनेको प्रोफेसनल जजमेन्ट हो ल्याङ्ग्वेज नै एकपल्ट यो घोके पनि हुन्छ अलिअलि घोक्नु होला प्रोफेसनल स्केप्टिसिजम एकदम इम्पोर्टेन्ट मैले भनिसकेँ एन्ड एटिट्युड एउटा एउटा यस्तो खाले एटिट्युड हो द्याट इन्क्लुड्स अ क्वेसनिङ माइन्ड भनेको अडिटरको माइन्ड कस्तो हुनुपर्छ भन्दा क्वेसन गर्ने क्या कुनै चेक गर्दा यसलाई त्यस्तो राखेको छ भने एउटा ब्यालेन्स सिटमा फिक्स एसेट 500 करोडको छ भने छ भनेर अगाडि बढ्ने होइन त्यसलाई क्वेसन गर्न सक्ने माइन्ड हुनुपर्छ क्या अडिटरको क्वेसनिङ माइन्ड बिङ अलर्ट टु कन्डिसन्स विच मे इन्डिकेट पोसिबल मिसस्टेटमेन्ट यस्ता कन्डिसनहरू हुन्छन् जसले पोसिबल मिसस्टेटमेन्ट देखाउँछ तिनी कन्डिसनहरूमा अलर्ट हुने र ड्यु टु फ्रड एन्ड एरर एन्ड र क्रिटिकल एसेसमेन्ट अफ अडिट एभिडेन्सहरू जुन हामीले अडिटरले ग्यादर गर्छ त्यसलाई एसेसमेन्ट पनि गर्न जान्नु पऱ्यो क्रिटिकल्ली एसेस गर्ने क्रिटिकल्ली भनेको तिनवटा चिज भयो प्रोफेसनल स्क्रिप्टिसिजम भनेको यस्तो एटिट्युड हो द्याट इन्क्लुड्स के क्वेसनिङ माइन्डलाई इन्क्लुड गर्छ बिङ अलर्ट टु कन्डिसन्स विच मे इन्डिकेट पोसिबल मिसस्टेटमेन्ट्स र क्रिटिकल एसेसमेन्ट अफ अडिट एभिडेन्स प्रोफेसनल स्क्रिप्टिसिजम भनेको तिनवटा चिज रिजनल एसुरेन्स अघि आइसक्यो हाई बट नट एब्सोल्युट लेभल अफ एसुरेन्स रिक्स अफ मेटेरियल मिसस्टेटमेन्ट भनिसकेँ मैले अघि कहाँ भने ल भन्नु त के भनेको थिएँ मैले के थियो हामीले एआर अडिट्रिक्स पढ्दा भनेको थिएँ मैले अडिट्रिक्स भनेको रोमम आरओएमएम रोमम इन्टु डिआरको कम्बिनेसन हो इन्टु डिआर आरओएमएम भनेको चाहिँ आइआर इन्टु सिआर हो भनेको दिस कन्सिस्ट अफ टु कम्पोनेन्ट्स आइआर एन्ड सिआर टिसिडब्ल्युजी हो मैले भनिसकेँ के भने भन्नु त कहाँ भन्नु थिएँ म्यानेजमेन्ट भनेको एक्जिक्युटिभ बडी हो यो भनेको रेस्पोन्सिबिलिटी अफ ओभरसिङ दि स्ट्राटेजिक डाइरेक्सन ओभरसिङ बडी हो यो भनेको अनि रिक्वायरमेन्ट्स एनएसए 200को रिक्वायरमेन्ट के भन्दा एथिकल रिक्वायरमेन्ट्स रिलेटिङ टु अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट प्रोफेसनल स्केप्टिसिजम प्रोफेसनल जजमेन्ट
sufficient appropriate audit evidence, audit risk, conduct and audit in accordance with NSA चाहिँ अडिट कसरी गर्ने त भन्ने कुरा भयो यो चाहिँ the auditor shall comply with NSA's relevant to audit NSA सँग के हुनु पर्यो कम्प्लाई गर्नु पर्यो the auditor shall have an understanding of the entire text of NSA NSA को डिटेल नलेज हुनु पर्यो हो मैले अघि भनेको थिएँ इन्क्लुडिङ मेरो मेन फोकस यो मैले अघि सुरुमै भनेको थिएँ स्ट्यान्डर्डबाट यसरी देखाउनुको मेन कारण पनि यही थियो इन्क्लुडिङ एनएसएको मात्र एनएसएको बेसिक इन्फर्मेसन मात्र जानेर भएन इन्क्लुडिङ एप्लिकेसन मेटेरियल र एक्सप्लेनेटरी मेटेरियलहरूको बारे पनि डिटेल नलेज हुनुपर्छ अब्जेक्टिभ्स अफ इन्डिभिजुअल एनएसएज इन्डिभिजुअल एनएसएको एब्जेक्टिभको कुरा गरेको छ अब हामीले हेर्छौँ एक्सप्लेनेटरी मेटेरियल हेरौँ है यिनीहरूमा धेरै डिटेल नपसौँ अब यो भनिसकेँ मैले प्रिपेरेसन अफ अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट अनि आयो हाम्रो रेस्पोन्सिबिलिटी के छ त उसको म्यानेजमेन्ट र टिसिडब्ल्युजीको रेस्पोन्सिबिलिटीको कुरा छ यिनी कुराहरू चाहिँ हेर्दै जानु होला मैले मेन हाम्रो एक्सप्लेनेटरी मेटेरियलको मेन चिजमा लागेँ इक्जाम्पल अफ सिङ्गल फाइनेन्सियल स्टेटमेन्टमा के हुन्छन् यिनी कुराहरू हजुरहरूलाई थाहै नै छ फर्म अफ अडिट ओपिनियन यो पनि हजुरहरूलाई थाहै नै छ डेफिनेसन्समा चाहिँ फाइनेन्सियल स्टेटमेन्टको डेफिनेसन रिक्स अफ मेटेरियल स्टेटमेन्ट आरओएमएमको डेफिनेसन हजुरलाई थाहै नै छ के हो हो यो रिक्स अफ मेटेरियल मिसस्टेटमेन्ट आरओएमएम अघि मैले माथि भनिसकेको थिएँ हजुरलाई आइआर इन्टु सिआरको कम्बिनेसन है तर आरओएमएम हुन्छ नि त्यो जहिले पनि रिक्स अफ मेटेरियल मिसस्टेटमेन्ट एक्जिस्ट देयर इज अ रिजनेबल पोसिबिलिटी के को भन्दा लाइक्लिहुड एन्ड म्याग्निच्युडको आरओएमएम के बुझ्नुभयो आरओएमएम जब तब एक्जिस्ट गर्छ जब मिसस्टेटमेन्टको अकर हुने लाइक्लिहुड कति छ र म्याग्निच्युड कति छ त त्यसको एउटा मिसस्टेटमेन्ट छ एउटा गल्ती हुने चान्स छ है हो त्यसको लाइक्लिहुड त्यसलाई गल्ती हुने चान्स कति छ र त्यसको म्याग्निच्युड एकपल्ट गल्ती भयो भने त्यसले इफेक्ट कति पार्छ त्यसको इफेक्ट कति हुन्छ त हो त्यसलाई रिक्स अफ मेटेरियल इन्सुरेन्स यसको आधारमा रिक्सलाई हामीले हेर्छौँ हामी त्यो हाम्रो लो रिक्स हो कि मानौँ लाइक्लिहुड हुने चान्स पनि कम छ म्याग्निच्युड त्यो गल्ती भए पनि धेरै असर पार्ने जस्तो छैन म्याग्निच्युड पनि थोरै छ अनि के हुन्छ लो रिक्स हुनसक्यो एकदम लाइक्लिहुड हाई लाइक्लिहुड छ हाई म्याग्निच्युडको गल्ती र गल्ती हुने चान्स पनि लाइक्लिहुड पनि एकदम बढी छ भने के हुन्छ त्यो सिग्निफिकेन्ट रिक्स एकदमै इम्पोर्टेन्ट रिक्स सिग्निफिकेन्ट रिक्स हुनसक्छ त्यो यिनी सिग्निफिकेन्ट रिक्स यिनीहरू छ यिनीहरूको मैले अरूलाई यिनीहरूको समरीमा देखाइदिउँ अरू चिजहरू चाहिँ अनि एथिकल रिक्वायरमेन्ट्स रिलेटिङ टु अडिट अफ फाइनेन्सियल स्टेटमेन्ट धारा 14 एथिकल रिक्वायरमेन्ट्सहरू पढिसक्नु होला आइक्यानले के गरे हो ह्यान्डबुक अफ कोड अफ एथिक्स भनेर प्रोफेसनल एकाउन्टेन्टको लागि निकालेको छ नि हो त्यही हो उताको र यताको लगभग एउटै भन्छ उताको र यताको के भन्छ त भन्दा अडिटरको एथिकल रिक्वायरमेन्ट यिनी 5वटा नै हुन्छ क्या इन्टिग्रिटी अब्जेक्टिभिटी प्रोफेसनल कम्पिटेन्स एन्ड ड्यु केयर कन्फिडेन्सियालिटी र प्रोफेसनल बिहेभियर उता हजुरले यो आइक्यानको कोड अफ एथिक्समा पनि पढेको हुन्छ र यसको डिटेलमा चाहिँ जान्दा एकदम डिटेलमा जानु होला यो 5वटाको चाहिँ मैले पनि त्यसको भिडियो बनाउँछु
अनि प्रोफेसनल स्केप्टिसिजम हामीले माथि के पढ्यौँ प्रोफेसनल स्केप्टिसिजम भनेको प्रोफेसनल स्केप्टिसिजम इज एन एटिट्युड यस्तो एटिट्युड हो द्याट इन्क्लुड्स अ क्वेसनिङ माइन्ड एक नम्बर के क्वेसनिङ माइन्ड बिङ अलर्ट टु कन्डिसन्स विच मे इन्डिकेट पोसिबल मिसस्टेटमेन्ट कन्डिसनहरूप्रति के हुने अलर्ट हुने एन्ड अ क्रिटिकल एसेसमेन्ट अफ अडिट एभिडेन्स तिनवटा कुरा क्रिटिकल एसेसमेन्ट गर्ने भनेर पढ्यौँ त्यसलाई एक्सप्लेनेटरी नोटले अझै डिटेलमा भनेको छ क्या कहाँ पनि हाम्रो हजुरलाई प्रोफेसनल स्क्रिप्टिजमको बारेमा सोध्यो भने यति तिनवटा चिज तिनवटा मेन पोइन्ट भनेर हुँदैन यो एक्सप्लेनेटरी नोट नमिलाउनुसम्म हजुरको प्रोफेसनल स्क्रिप्टिजमको कन्सेप्ट नै पुरा हुँदैन के हो त भन्दा प्रोफेसनल स्क्रिप्टिसिजम बिङ प्रोफेसनल स्क्रिप्टिजम इन्क्लुड्स बिङ अलर्ट टु अलर्ट हुनु केका लागि फर इक्जाम्पल केको लागि केमा भन्दा केमा अलर्ट हुने त अडिट एभिडेन्स द्याट कन्ट्राडिक्स अदर अडिट एभिडेन्स अब्टेन्ड भनेको दुईवटा अडिट एभिडेन्स ग्यादर गरेको थियो अडिटरले त्यो दुईवटा अडिट एभिडेन्समा हेर्दा एक अर्कामा कन्ट्राडिक्ट गर्न गयो तिनी अनि इन्फर्मेसन द्याट ब्रिङ्स इन्टु क्वेसन द रिलायबिलिटी अफ डकुमेन्ट्स एन्ड रेस्पोन्स टु इन्क्वायरिज युज इन द अडिट एभिडेन्स अडिटरले रेस्पोन्स गरे क्वेसनहरू सोधेको थियो तर त्यो रेस्पोन्स फरक फरक मान्छेहरूबाट फरक फरक इम्प्लोइहरूबाट भनौँ इम्प्लोइ या फरक फरक म्यानेजमेन्टहरूबाट फरक फरक डिपार्टमेन्टबाट फरक फरक रेस्पोन्स आयो अनि इन्क्वायरीहरू गर्दा फरक फरक रेस्पोन्स हो त्यसले पनि के हुन्छ त्यहाँ अडिटर अलर्ट हुनु पऱ्यो क्या त्यहाँ मिसस्टेटमेन्ट छ कि भनेर अनि रिलायबिलिटी अब डकुमेन्ट्सको रिलायबिलिटीमा नै असर पर्ने किसिमको इभेन्ट घट्न गयो भने त्यहाँ पनि अडिटरको स्केप्टिजम मेन्टेन गरेर प्रोफेसनली काम गर्नु पऱ्यो कन्डिसन्स द्याट मे इन्डिकेट पोसिबल फ्रड यहाँ चाहिँ फ्रड हुनसक्छ है भनेर त्यस्तो देखाउने एउटा कन्डिसनै अकर भइरहेको त्यहाँ फ्रडको कन्डिसन नै अकर भयो भने त्यहाँ प्रोफेसनल अलर्ट भएर काम गर्नु पऱ्यो अडिटर अर्को सर्कमस्टान्सेस द्याट सब्जेक्ट दि निड फर अडिट प्रोसिजर्स इन एडिसन टु दोज रिकर्ड बाई द एनएसएज भनेको त माथि के थियो अरे प्रोफेसनल स्केप्टिसिजममा तिनवटा कुरा यहाँ फेरि चारवटा पोइन्ट अनि अर्को मेन्टेनिङ प्रोफेसनल स्केप्टिसिजम थ्रु आउट द अडिट इज नेसेसरी अडिटको थ्रु आउट दि अडिट प्रोफेसनल स्केप्टिसिजम कहाँ मेन्टेन गर्ने भन्दा थ्रु आउट दि अडिट हो है अडिट सुरु भएदेखि लास्ट ओपिनियन दिनसम्म प्रोफेसनल स्केप्टिसिजम मेन्टेन गर्नुपर्ने हुन्छ प्रोफेसनल स्केप्टिसिजम मेन्टेन गर्नुपर्ने हुन्छ टु रिड्युस द रिस्क घटाउँछ यसले तिनवटा चिजको के को भन्दा ओभरलुकिङ अनयुजुअल सर्कमस्टान्सेस अकर हुन्छ नि संस्थामा हो त्यस्तालाई ओभरलुकिङ गर्ने त्यस्तालाई बाइपास गर्ने केही चान्स चाहिँ एकदम कम गर्नका लागि पनि प्रोफेसनल स्केप्टिसिजम चाहिन्छ ओभर जर्नलाइजिङ हन ड्रइङ कन्क्लुजन्स अडिट अब्जर्भेसन कन्क्लुजन ड्र गर्नका लागि कुराहरूलाई जेनरलाइज नगर्ने क्या अनि युजिङ इनएप्रोप्रिएट एजम्सन इन डिटर्मिनिङ एनटिई नेचर टाइमिङ र एक्सटेन्ड अडिट प्रोसिजरहरू केमा अडिट प्रोसिजर कति लगाउने के चाहिँ गर्ने इभ्यालुएट कसरी गर्ने रिजल्टलाई इभ्यालुएट कसरी गर्ने भन्ने डिसिसन लिँदा इनएप्रोप्रिएट एजम्सन्सहरूको युज नहोस् भनेर यी तिनवटा के रिस्कहरू रिड्युस गर्छ यसले अनि दि अडिटर मे एक्सेप्ट रेकर्ड्स एन्ड डकुमेन्ट्स एज जेन्युन यो भन्नेमा उनीहरूले जुन अडिटरलाई दिएको हुन्छ नि रेकर्ड र डकुमेन्टहरू त्यो हाम्रो फ्रड नै छ यिनी गलत नै हुन् भनेर मानेर भन्ने त भन्दा होइन हामी त स्टार्ट अडिटको कुरा गर्दैछौँ स्टार्ट अडिटमा हामीले त्यो एटिट्युडमा जाँदैनौँ हामीले उनीहरूले दिएको डकुमेन्टहरू जेन्युन नै छ भनेर जान्छौँ होइन जबसम्म एउटा रिजन निस्किन्न कि त्यो डकुमेन्टहरू गलत छन् भन्ने रिजन हामीले पत्ता नलगाउनुसम्म हामीले त्यसलाई जेन्युन भनेर नै काम सुरु गर्छौँ तर अडिटर इज रिक्वायर्ड टु कन्सिडर द रिलायबिलिटी अफ द इन्फर्मेसनको रिलायबिलिटी चाहिँ अडिटरले हेर्नु पऱ्यो क्या रिलायबिलिटी चाहिँ इन्फर्मेसन उसले देख त्यो अनि हो भन्न खोजेको जेन्युन मानेर हामी जान्छौँ तर जेन्युन मान्दैमा त्यहाँ उसले दिएको सब ठिक छ भनेर जाने नै होइन हामीले प्रोफेसनल स्क्रिप्टिसिजम मेन्टेन गर्नुपर्छ त्यो जुन हाम्रो डकुमेन्टहरू दिएको छ त्यसको हामीले जेन्युनेस रिलायबिलिटी हेर्नु पऱ्यो
अनि यदि रिलायबिलिटीमाथि डाउट भयो भने पोसिबल फ्रडको इन्डिकेसन हुन सक्छ है त्यहाँ। पोसिबल फ्रडको इन्डिकेसन हुनसक्छ भनेपछि एनएसए 240 लाग्न यदि फ्रडतिर गयो भने एनएसए 240 लगाएर डिटेलमा चेक गर्ने। द अडिटर क्यान नट बी एक्सपेक्टेड टु डिसरेगार्ड पास्ट एक्सपिरियन्स अफ पास्टमा अडिटरले मानौँ त्यही संस्थासँग अडिट गरिसकेको छ त्यो अडिटरले भने त्यो म्यानेजमेन्ट टिसिडब्ल्यू चाहिँ कस्तो छ, उनीहरूको एटिट्युड के छ भनेर थाहा हुन्छ नि त। हो त्यसको आधारमा उसले गर्न सक्छ, हेर्न सक्छ होइन, त्यसको अडिटलाई प्लान गर्न सक्छ। तर पहिला पास्टमा अनेस्ट र इन्टिग्रिटी थियो, एकदम म्यानेजमेन्टको अनेस्ट र इन्टिग्रिटी थियो भन्नेमा होइन गएर सब ठिक छ भनेर होइन के, प्रोफेसनल स्केप्टिसिजम मेन्टेन गर्नलाई गर्न पर्दैन हामीले अबमा भन्ने अडिटरले सोच्ने होइन क्या। पास्ट एक्सपिरियन्सले अहिलेको प्रोफेसनल स्केप्टिसिजमलाई असर गर्दैन। हो त्यसले नेचर पास्ट एक्सपिरियन्स राम्रो छ, एकदम राम्रो क्लाइन्ट हो भने चाहिँ उसले हाम्रो नेचर टाइमिङ र एक्सटेन्ट कति काम गर्ने, के गर्ने, कति गर्ने, कुन सेक्टरमा हेर्ने भने पास्ट एक्सपिरियन्सको आधारमा हामीले अडिट प्लान गर्न सकिन्छ। तर त्यो भन्दैमा उनीहरूले दिएको इन्टिग्रिटी थियो भन्दैमा उनीहरूले दिएको सब डकुमेन्ट ठिक भनेर त्यसरी जाने होइन नि त। हामी चाहिँ स्क्रिप्टिजम चाहिँ मेन्टेन गर्नुपर्छ। अनि हाम्रो अब प्रोफेसनल जजमेन्टको कुरा आउँदैछ। प्रोफेसनल जजमेन्टमा के पढ्थ्यौँ हामीले माथि भन्दा इम्प्लिकेसन अफ क्युमुलेटिभ एक्सपिरियन्स र नलेजको जुन क्युमुलेटिभ एक्सपिरियन्स हुन्छ, नलेज हुन्छ, हामीले पढिरहेका हुन्छौँ, नयाँ नयाँ इन्फर्मेसन ग्यादर गरिरहेका हुन्छौँ, फाइनेन्सियल सेक्टरमा एनालाइज गरिरहेका हुन्छौँ। हो त्यसको नलेजहरू र हामीले काम गरिरहेको एक्सपिरियन्सहरू तिनीहरूलाई इम्प्लाइ गर्नु भनेको प्रोफेसनल जजमेन्ट हो। हामीले माथि त्यो पढेको थियौँ। प्रोफेसनल जजमेन्ट त्यति भन्दैमा हाम्रो प्रोफेसनल जजमेन्टको कन्सेप्ट पुरा भयो त होइन। एप्लिकेसन मेटेरियलको एकदमै इम्पोर्टेन्ट चिज है यी पाँचवटा चिज। प्रोफेसनल जजमेन्ट जेनरली पाँचवटा चिजमा एप्लाई हुन्छ। मेटेरियलिटी र अडिट रिस्क डिटर्माइन गर्दा, संस्थाको अडिट गर्दा अब यसमा मेटेरियलिटी कति राख्ने, अडिट रिस्कको एनालाइज गर्दा जजमेन्ट युज हुन्छ। अर्को नेचर टाइमिङ एक्सटेन्ट अफ फर्दर अडिट प्रोसिजर। नेचर टाइमिङ एन्ड एक्सटेन्ट अफ अडिट प्रोसिजर डिटर्माइन गर्दा पनि अडिटरको जजमेन्ट लाग्छ, प्रोफेसनल जजमेन्ट लाग्छ। इभ्यालुएसन अफ सफिसियन्सी एन्ड एप्रोप्रिएटनेस अफ अडिट एभिडेन्स। अडिटरले जुन जम्मा गरेको हुन्छ अडिट एभिडेन्स तिनीहरूको सफिसियन्सी र एप्रोप्रिएटनेसहरू इभ्यालुएट गर्दा पनि जजमेन्ट युज गर्छ अडिटरले। अनि म्यानेजमेन्टको एस्टिमेट र जजमेन्टहरू म्यानेजमेन्टको जजमेन्टहरूको एस्टिमेट र जजमेन्टहरू गरेको हुन्छ नि, फाइनेन्सियल रिपोर्टिङ फ्रेमवर्क एप्लाई गर्दा म्यानेजमेन्ट एस्टिमेट र जजमेन्टहरू गरेको हुन्छ, त्यसलाई इभ्यालुएट गर्दा पनि अडिटरले आफ्नो जजमेन्ट लगाउँछ। अनि अर्को कन्क्लुजन ड्र गर्दा पनि जजमेन्ट लागु हुन्छ। सफिसियन्सी एन्ड एप्रोप्रिएट अडिट एभिडेन्समा को कुरा भयो। अडिट एभिडेन्स भनेको कुरा माथि भइसक्यो, सफिसियन्सी पनि भनिसकेँ हजुरलाई मैले, एप्रोप्रिएट नै भनिसकेँ। यसको अझै डिटेलमा चाहिँ हामी कहाँ जान्छौँ एनएसए 500मा। अडिट रिस्कको बारेमा मैले भनिसकेँ। अडिट रिस्क भनेको के हो भने अडिट रिस्क भनेको के हो, इनएप्रोप्रिएट अडिट ओपिनियन दिनु। अडिट रिस्कको कम्बिनेसन के हुन्छ, रोमम इन्टु डिआर। रोमम भनेको आइआर इन्टु सिआर भनेपछि कम्बिनेसन के हो अडिट रिस्कमा, आइआर इन्टु सिआर इन्टु डिआर। रिस्क अफ मेटेरियल मिसस्टेटमेन्ट। फाइनेन्सियल स्टेटमेन्टमा रिस्क अफ मेटेरियल स्टेटमेन्ट दुईवटा लेभलमा हुन्छ। एउटा ओभरअल फाइनेन्सियल स्टेटमेन्टमा इफेक्ट गर्छ क्या त्यस्तोलाई। अर्को अजर्सन्समा भनेको एउटा एकाउन्ट ब्यालेन्समा या एउटा ट्रान्जेक्सनमा एउटा एकाउन्ट ब्यालेन्स एउटा ट्रान्जेक्सनमा इफेक्ट गर्नु भनेको अजर्सन लेभलमा। पुरै एउटा मिसस्टेटमेन्ट छ त्यसले पुरै ओभरअल इफेक्टमा फाइनेन्सियल स्टेटमेन्टमा इफेक्ट हिट गर्छ भने त्यो चाहिँ ओभरअल फाइनेन्सियल स्टेटमेन्ट लेभलको रिस्क भयो।
इनहेरेन्ट लिमिटेसन्स अफ अडिट के हो त इनहेरेन्ट लिमिटेसन्स अफ अडिट भन्दा नेचर अफ फाइनेन्सियल रिपोर्टिङ नेचर अफ अडिट प्रोसिजर्स द निड अफ फर द अडिट टु बी कन्डक्टेड विथ अ रिजनेबल पिरियड अफ टाइम एन्ड अ रिजनेबल कस्ट रिजनेबल टाइम र कस्टमा अडिट सकाउनु पर्यो अडिट प्रोसिजरको नेचर र फाइनेन्सियल रिपोर्टिङको नेचरको कारणले गर्दा अडिट अडिटमा इनहेरेन्ट लिमिटेसन आउँछ हो त्यही भएर माथि हामीले पढेको थियौँ एउटा के पढेको थियौँ भन्दा रिजनेबल एसुरेन्स अडिटरले दिने के हो त रिजनेबल एसुरेन्स दिने हो नि इनहेरेन्ट लिमिटेसन्स अफ एन अडिटले गर्दा कहिले पनि अडिटरले 100% यो हिसाब किताब एकदम 100% ठिक छ भनेर कन्क्लुड गर्न सक्दैन क्या त्यो भनेको के हो 100% कन्क्लुजन 100% कन्फिडेन्स 100% यो हिसाब किताब ठिक भनेर भन्न सक्दैन नि त्यही भएर रिजनेबल एसुरेन्स दिन्छ त्यो भनेको हाई हो एकदम हाई एसुरेन्स हो तर एब्सोल्युट एसुरेन्स होइन भनेको 100% एब्सोल्युटली ठिक छ भन्ने एसुरेन्स चाहिँ होइन पहिलेलाई स्केलेबिलिटी कन्सिडरेसन्सको कुरा पनि छ अटोमेटेड अरू टेक्निकल एनएसए विषयमा अरू चिजहरू पनि छ त्यसमा हामीले अरू पनि पढ्दै जाउँला है अरू पढ्दै जाउँला अनि अरू समरीमा अरू चिज चाहिँ यसलाई समराइज चाहिँ मैले गरिदिन्छु र एउटा चिज चाहिँ मैले के भने भन्दा कन्डक्ट अडिट इन अकोर्डेन्स विथ एनएसए छ नि हो त्यसमा अब एनएसए लगाएर हामीले अडिट कन्डक्ट गर्ने हो होइन अनि त्यस्तो एनएसएहरू कम्प्लाइन्स गर्न सकिन्छ कि नै भनेर अडिटरले पहिला क्वेसन सोध्छ यदि सकिन्छ सबै एनएसएहरूले कम्प्लाई गरेर अडिट गर्न सकिन्छ जे सबै भन्नाले जे लाग्छ त्यस्तो अडिटमा जुन जुन एनएसए लाग्छ त्यसलाई कम्प्लाई गर्न सकिन्छ भने ठिक छ ओके ठिक छ यदि सकिँदैन भने अडिटरले फेरि के क्वेसन सोध्नुपर्छ भन्दा त्यसले हामीलाई मेरो जुन अडिटरको ओभरअल अब्जेक्टिभ हामीले पढिसक्यौँ त्यो ओभरअल अब्जेक्टिभमा त इफेक्ट गर्दैन त भन्नु पर्यो यदि गर्छ भनेको अडिटरले एनएससी पनि युज गर्न सकेन कुनै एनएसए त्यो संस्थामा अडिट गर्दा र त्यसले त्यो कारणले गर्दा अडिटरको ओभरअल अब्जेक्टिभमा असर पर्छ भने त्यस्तो अडिट कहिले पनि अडिटरले लिनु हुँदैन त्यस्तो अडिट कहिले पनि लिनु हुँदैन त्यही भएर त्यसलाई के गर्ने विथड्र गरिहाल्नुपर्छ तर यदि ल एन्ड रेगुलेसनले गर्दा विथड्र गर्न पोसिबल छैन भने त्यसमा हाम्रो के जान्छ डिस्क्लेमर अफ ओपिनियन जान्छ यदि अहिले आइएसएमा एउटा राम्रो कन्सेप्ट छ अझै यो हाम्रो यो सायद हाम्रो आइएसएको अघिल्लो भर्जन हो सायद यसपछि आइएसएको सायद 2025 भर्जन आइसकेको छ त्यसमा चाहिँ एउटा राम्रो कन्सेप्ट के छ भन्दा यदि अडिटरले कुनै एनएसए कम्प्लाई गर्न सकेन होइन अनि तर त्यो एनएसए कम्प्लाई गर्न नसके पनि अरू तरिकाले अडिटरले के गर्यो त्यो काम गर्यो र ओभरअल अब्जेक्टिभमा असर परेन अडिटरको भने पनि अब चाहिँ त्यो इओएम अडिटरको रिपोर्टमा इओएम र ओएम प्याराग्राफमा त्यो उल्लेख गर भनेको जस्तो हो अल्टरनेटिभ अडिट प्रोसिजर फलो गरेर सफिसियन्ट एप्रोप्रिएट एभिडेन्स प्राप्त भयो भनेको मेन एनएसए युज गर्न सकेन तर अल्टरनेटिभली अरू प्रोसिजर युज गरेर सक्यो भने इओएम दिने जस्तै भनौँ एनएसए 505 एक्सटर्नल कन्फर्मेसन हो नि लिन सकेन संस्थामा तर अरू अडिट प्रोसिजर लगाएर अरू के तरिकाले चेक गर्न सकिन्छ ब्यालेन्सेसहरू कन्फर्म गरेर र त्यसले ओभरअल अब्जेक्टिभमा अडिटरको ओभरअल अब्जेक्टिभमा पनि असर परेन रिपोर्ट पनि मोडिफाई भएन भनेपछि त ठिक छ अब त केही पनि गर्न नपर्ने तर अब अहिलेकोमा चाहिँ के भन्छ भने त्यो कुरा अडिट रिपोर्टमा नै उल्लेख के गर भन्दा मैले एनएसए 505 एक्सटर्नल कन्फर्मेसन लगाउन सकेन यद्यपि अल्टरनेटिभ अडिट प्रोसिजर फलो गरेर सफिसियन्ट एभिडेन्स प्राप्त गरेको हो
भनेर इओएम ओएम इम्फेसिस गरेर त्यो कसलाई स्टेक होल्डरलाई पनि रिपोर्टमा बाट जानकारी दिए कम्युनिकेट गर भन्ने चाहिँ अहिलेको नयाँ कन्सेप्ट छ र यससँग मैले एउटा अबको 2 मिनट रेस्ट गर्नुहोस् 2 मिनटपछि मैले यो एनएसएलाई 10 मिनटमा रिभाइज गरेर 10 मिनटमा समरी पनि क्रिएट गरिदिन्छु